आज चाहिँ हामी गर्मीको समयमा जुस बनाएर पिउँदैछौँ। हेलो नमस्ते, आई होप सबैजना सन्चै हुनुहुन्छ र हामी पनि सन्चै छौँ। अहिले गर्मीको सिजन बढेअनुसार हामी पनि अब जुस बनाएर खाँदैछौँ, किनभने युएमा चाहिँ धेरै नै गर्मी बढिसकेको भएर चाहिँ हामीले चाहिँ जुस बनाउँदैछौँ। जुस बनाउनको लागि चाहिँ हामीले जुसको फ्लेभर मिक्स गर्दैछौँ, जसमा चाहिँ हामीसँग फ्लेभरमा म्याङ्गो फ्लेभर रहेको छ भने हामीले चाहिँ एक डब्बा अलरेडी हालिसक्यौँ र अर्को डब्बा फोर्दैछौँ। अनि फोरिसकेपछि अब हामी टेस्ट गर्छौँ कस्तो हुन्छ भनेर हैन। त्यसको लागि चाहिँ हजुरले भिडियोलाई अन्तिमसम्म हेर्नुपर्छ। अनि ऊ चाहिँ मेरो साथी फिलिक्स हो, ऊ हाँसिरहेछ मैले भिडियो बनाएको देखेर। अनि उसलाई मैले सोधेँ केही बोल्छ भनेर, उसले म केही बोल्दिनँ ठिक छ भनेर भन्छ। त्यसपछि म यता डिन्डोलाई भन्छु अनि उसले जुस मिक्स गर्दैछ। जुस मिक्स गर्नको लागि चाहिँ उसले स्पुनले चलाउँछ, अब हाम्रो नेपालीमा भन्दा डाडुले चलाउँछ। डाडुले चलाइसकेपछि उसले अझ पनि मजाले हल्लाउँछ र जुसको कलर यस्तो हुन्छ। जुसको कलर यस्तो भइसकेपछि उसले टेस्ट गर्छ। टेस्ट गर्नको लागि चाहिँ हात थापिरहेको हुन्छ उसले। तर फेरि डिन्डोले होइन यसमा हुँदैन, ला यसमा गर भनेर भन्छ। भनिसकेपछि उसले दिन्छ। सो हाम्रो फिलिक्सले चाहिँ जुस टेस्ट गर्छ, फेरि पनि ऊ हाँसिरहेको छ होइन। ऊ हाँसिरहेको छ, उसले ठिकै छ मिठो छैन भन्छ। उसले चाहिँ फेरि उसले मिठो छैन भनिसकेपछि हामी अब फेरि यसलाई अर्को डब्बा एड गर्नुपर्छ भनेर फेरि एक डब्बा अर्को हाल्छौँ। टोटल हामीले चाहिँ यसमा 3 डब्बा मिक्स गरिसक्यौँ। सो अब यो मिक्स गरिसकेपछि पनि हामी अब यसलाई फेरि पनि चलाउँछौँ, फेरि पनि घोल्छौँ होइन। फेरि घोल्दै चलाउँदै टेस्ट गर्दै गर्छौँ। त्यसको लागि चाहिँ हामी तिनैजनाले हेऱ्यौँ के हुँदैछ भनेर। अनि सो अब म पनि एकचोटि होइन एकचोटि टेस्ट गर्छु है भनेर म टेस्ट गर्न लागेँ। टेस्ट गर्न मैले बिर्कोमा लिइरहेको थिएँ। सो मैले पनि टेस्ट गर्दाखेरि चाहिँ ठिकै छ भनेर मैले पनि रियाक्सन गरेँ। ठिकै छ भनेर रियाक्सन गरिसकेपछि भनिसकेपछि मैले पनि अब यो जुस चाहिँ बाहिरको दाइहरूलाई लगिदिनुपर्छ भनिसकेपछि अब यो जुस चाहिँ बाहिर लिएर गएर दाइहरूलाई पनि हामी खुवाउँछौँ। उहाँहरूले पनि जुस खाएर गर्मीमा शीतलको मजा लिनुहुन्छ। त्यसै गरी हाम्रो भिडियो यहीँ नै अन्त्य हुन्छ। थ्याङ्क यू फर वाचिङ।